नेपाल प्रहरी जवानको बेरिङ तथा फिजिकल इक्जाम सकिसकेको छ भने तपाईहरुले अब लिखित इक्जामको तयारी गरेर बसिरहनु भएको होला। त्यो लिखित इक्जामको तयारीको लागि सबैभन्दा धेरै प्रभावकारी भिडियो चाहिँ यो हुनेछ। किन भन्दा यो भिडियोमा म तपाईहरुलाई कुन कुन टपिक कसरी हेर्नुपर्छ, कसरी पढ्नुपर्छ भन्ने सम्पूर्ण ज्ञान दिन गइरहेको छु। सो यो भिडियो सुरुदेखि अन्तिमसम्म सबै हेर्नुस् है। अब हामीले बुझौं नेपाल प्रहरी जवानबाट टोटल कतिवटा कसरी क्वेशन सोध्छ भनेर है। सुरुमा चाहिँ हाम्रो 1 नम्बरमा नेपाली, 2 नम्बरमा छ हाम्रो इंग्लिश, 3 नम्बरमा छ हाम्रो म्याथ र 4 नम्बरमा छ जीके, सेवा र आईक्यू है। यसरी तपाईहरुको के गरेको छ त चारवटा खण्डमा डिभाइड गरेको छ। पढ्नुपर्ने कुरा धेरै छ तर देख्दाखेरि चाहिँ चारवटा खण्ड छ। टोटल मार्क्स तपाईहरुको कति हुन्छ त 100 मार्क्सको क्वेशन सोध्छ। नेपालीबाट 20 मार्क्स, इंग्लिशबाट 15 मार्क्स, म्याथबाट 25 र जीके, सेवा र आईक्यू गरेर चाहिँ यसबाट चाहिँ तपाईहरुको 40 नम्बर सोध्छ। अब तपाईहरुलाई भनिदिन्छु म यो भित्रबाट क्वेशन कसरी सोध्छ है, त्यो कुरा राम्रोसँग बुझौं है। सबैभन्दा पहिला कुरा गरौँ हामी नेपालीको। नेपालीको दुईवटा खण्ड छ। एउटा भनेको नेपाली लेखन, अर्को भनेको नेपाली व्याकरण। नेपाली लेखनमा तपाईहरुको सिम्पल खालको क्वेशन सोध्छ। जस्तै तपाईहरुले चिठी लेख्नुपर्ने, निबन्ध लेख्नुपर्ने, निवेदन लेख्नुपर्ने र राष्ट्रिय गान है। त्यसबाट तपाईहरुको कति नम्बर आउँछ त 10 नम्बर आउँछ। अब अर्को खण्ड छ नेपाली व्याकरण। नेपाली व्याकरणबाट तपाईहरुले पढ्नुपर्ने नाम भनेको के हो, सर्वनाम भनेको के हो, विशेषण भनेको के हो, अकरण, करण हैन, त्यो कुराहरु पढेर तपाईहरुको त्यसबाट तपाईहरुको कति नम्बर आउँछ त 10 नम्बर आउँछ। सो यसरी तपाईहरुको 10 10 गरेर नेपालीबाट कति आउने भयो त 20 नम्बर आउने भयो नेपालीबाट है। फर्दर भित्रको क्वेशन चाहिँ कसरी आउँछ भनेर म तपाईहरुलाई नेक्स्ट भिडियोमा भन्दिन्छु। सो अहिले चाहिँ के बुझ्नुस्, नेपालीबाट 20 नम्बर आउँछ। यदि तपाईहरु अनलाइन क्लास पढ्न चाहनुहुन्छ भने चाहिँ अनलाइन क्लासको लागि WhatsApp नम्बर है, यो चाहिँ WhatsApp नम्बर चाहिँ 9812345519 यो नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नुस् र अनलाइन क्लासमा पनि जोइन गर्न सक्नुहुन्छ। अब इंग्लिशबाट तपाईहरुको चाहिँ यस्तो खालको लाइक तपाईहरुले एसे लेख्ने, चिठी लेख्ने हैन, लेटर लेख्ने त्यस्तो केही पनि क्वेशन सोध्दैन। सोध्ने भनेको जस्ट व्याकरणहरु हो हैन, ग्रामरहरु हो। त्यो तपाईहरुको कति नम्बरको सोध्छ त 15 नम्बरको सोध्छ। यसमा पनि तपाईले नाउन, प्रोनाउन, आर्टिकल त्यस्तो केही पनि पढ्नु पर्दैन। तपाईहरुले पढ्नुपर्ने भनेको ट्रान्सलेसन हो है, ट्रान्सलेसन हो, त्यसपछि ओड मिनिङ हो अनि सिंगुलर प्लुरल हैन, त्यस्तै कुराहरु पढ्नुपर्ने छ। सजिलो छ। डिटेलमा भिडियो म अर्को भिडियोमा लिएर आउँछु, चिन्ता गर्नु पर्दैन। हरेक एउटा टपिकको चाहिँ छुट्टै डिटेलमा भिडियो ल्याइदिन्छु है म। अर्को कुरा गरौँ हामी म्याथको। म्याथको चाहिँ फेरि दुईवटा खण्ड छ है। एउटा प्रथम खण्ड र द्वितीय खण्ड भनेर दुईवटा खण्ड छ। प्रथम खण्डमा चाहिँ के छ भन्दा जोड, घटाउ, गुणन र भाग है। यसरी तपाईहरुको के छ त चार प्रकारको क्वेशन सोध्छ, जुन चाहिँ हाम्रो कति नम्बर आउँछ त 15 नम्बर आउँछ। त्यसपछि अर्को खण्ड छ द्वितीय खण्ड। यसमा चाहिँ तपाईलाई शाब्दिक गणितीय समस्याहरु चाहिँ सोध्ने भनेको छ। जस्तै क्वेशन कसरी सोधिन सक्छ त भन्दाखेरि रामको स्यालेरी 15,000 छ, उसले 5,000 को शपिङ गर्यो, 5,000 श्रीमतीलाई दियो हैन, अनि अब उसँग कति रुपैयाँ बाँकी छ भनेर क्वेशन सोध्यो भने अब कति हजार बाँकी छ त उसँग 5,000 बाँकी छ हो। त्यस्तै खालको क्वेशन चाहिँ यो शाब्दिक गणितीयमा। अर्को भनेको प्रॉफिट एन्ड लस, नाफा र नोक्सानबाट सोध्न सक्छ हैन। अर्को भनेको एउटा सामान यतिमा किनेको छ भने यतिबाट सामान कति पर्छ। जस्तै अर्को क्वेशन सोध्ने भनेको यो क्वेशनको आन्सर तपाईहरु दिनुस् है त। एउटा सामानको मूल्य चाहिँ मानौं 25 वटा सामानको मूल्य चाहिँ 250 छ भने 50 वटाको मूल्य कति हैन। कुनै सामानको मूल्य 25 वटा सामानको मूल्य 250 छ भने 50 वटाको कति हुन्छ भन्ने खालको क्वेशन हैन। अथवा 50 को साट्न यहाँनेरि मानौं 70 राख्दिम न त, 70 वटाको कति भनेर क्वेशन सोध्यो भने यस्तो खालको आन्सर चाहिँ यसमा, यस्तो खालको क्वेशन चाहिँ यसमा सोध्छ है। अब जीके, सेवा र आईक्यू भनेर छ है। तपाईहरुको यसबाट के छ त भन्दा जीके बाट सबैभन्दा धेरै नम्बर 20 नम्बर आउँछ है। सेवाबाट तपाईहरुको 10 नम्बर आउँछ र आईक्यू बाट तपाईहरुको 10 नम्बर आउँछ। जीके मा पनि तपाईले भूगोलको बारेमा, नेपालको आधुनिक इतिहासको बारेमा पढ्नुपर्ने हो। सेवाबाट चाहिँ प्रहरी सेवाको बारेमा पढ्नुपर्छ हैन, नियम कानुनहरु के छ भनेर। आईक्यू बाट पनि तपाईले धेरै कुरा पढ्नु पर्दैन, डिस्टेन्स र डाइरेक्सन, एन्डोलोजी हैन, अनि मिल्दो नमिल्दो अनि त्यसपछि समीकरणहरु त्यस्तो कुराहरु चाहिँ अलिअलि हेर्यो भने चाहिँ आईक्यू पनि पुग्छ। सो तपाईहरुको यसरी चाहिँ के छ त भन्दा टोटल तपाईहरुको कति नम्बर आउँछ त 100 मार्क्सको चाहिँ क्वेशन सोध्छ। केही पनि गाह्रो छैन। तपाईले घरमै बसेर तयारी गर्नुहुन्छ भने पनि केही पनि फरक पर्दैन। म तपाईलाई डिटेलमा के पढ्नुपर्छ भनिदिन्छु। यदि होइन म तपाईसँग अनलाइन क्लास पढ्छु भन्ने जस्तो लाग्छ भने पनि अनलाइन क्लासको लागि WhatsApp नम्बर चाहिँ यो छ। यो नम्बरमा कन्ट्याक्ट गर्नुस्
र अनलाइन क्लासमा जोइन गर्नुहोस् र आफ्नो तयारीलाई झन् धेरै बलियो बनाउनुहोस्। जय नेपाल।